खुसीका साथ कुरा राखुला भन्ने 82-83 मा आशा थियो। यहाँ केही मन्त्रालयको विनियोजन शीर्षकमा छलफल गर्दा बडो गम्भीर भएर बोल्नुपर्ने अवस्था रह्यो। त्यो 82-83 को बजेटले नेपाली जनतालाई पनि देखेन। न त यो विकास मैत्री भयो, न लगानी मैत्री भयो, न त सरकार पक्षीय सांसद मैत्री भयो। यो केवल भयो सत्ताधारी मैत्री। जो मन्त्रीजी हुनुहुन्छ, प्रधानमन्त्रीजी हुनुहुन्छ, त्यही मैत्री भयो जस्तो मलाई लाग्यो। बडो कटुताका साथ भन्नुपर्छ। म तपाईहरुलाई एउटा उदाहरण दिन्छु। जसरी मैले भने कि यो न सांसद मैत्री भयो, न नेपाली जनता मैत्री भयो, न विकास मैत्री भयो। मैले भने बडो गजब लाग्यो मलाई झापाकी सांसदले सहयोग गर्नुभयो र भन्नुभयो पर्यटन यो उसमा। म तपाईहरुलाई पढेर सुनाउँछु। सांसदज्यूहरू 12वटा विकासका बजेट जो 3-3 करोडको आधारित थियो, त्यो बजेट झापाको एउटै क्षेत्रमा सभामुख महोदय तपाई मार्फत म यहाँ पढेर सुनाउँछु। 11वटा एउटै क्षेत्रमा धिमाल जातीय होमस्टे प्रबन्धन तथा संरक्षण निर्माण दमक। म लामो भन्दिन, अर्को पनि निर्माण छ, धिमाल निर्माण दमक। अर्को त्यस्तै छ सामाजिक क्रियापुत्री भवन दमक। यस्तै समाज सुधार प्रतिष्ठान दमक 2 झापा, आदिवासी संग्रहालय गौरादह 7 झापा, पार्क निर्माण गौरादह टिका घारी झापा। यो सबै झापा त्यो पनि एउटै क्षेत्रमा। सभामुख महोदयलाई पनि माया गरेका रहेछन्। 21-25 लाखको एउटा छ।